आखिर किन केही देशहरू असाध्यै धनी छन् अनि अरू चाहिँ किन चरम गरिबीमा फँसेका छन्? यो एउटा यस्तो प्रश्न हो जसको उत्तर खोज्न आज हामी राष्ट्रहरू किन असफल हुन्छन् भन्ने किताबको गहिराईमा पुग्दैछौँ। विश्वको आर्थिक असमानताको यो चित्र हेरौँ न। यो कुनै सामान्य तथ्याङ्क मात्रै होइन, यो त अवसर, स्वास्थ्य र भविष्यको एउटा निकै नै गहिरो खाडल हो। धनी र गरिब देशबीचको प्रति व्यक्ति आयमा हजारौं डलरको फरक छ र यही फरकले नै त्यहाँका मानिसको जीवनको स्तर कस्तो हुन्छ भन्ने कुरा निर्धारण गर्छ। र यो प्रश्न यो कुनै किताबको पानामा मात्र सीमित छैन, यो त करोडौं मानिसहरूको दैनिक जीवन र उनीहरूको भविष्यसँग जोडिएको एउटा ठूलो रहस्य हो। यसको जवाफले नै उनीहरूको भाग्य कतातिर जान्छ भन्ने कुरा तय गर्छ। ल, यो विश्वव्यापी विभाजनको वास्तविकता कति डरलाग्दो छ त्यहीबाटै सुरु गरौँ न त। अब यो पहेँली सुल्झाउन दशकौंदेखि अनेकौं तर्कहरू अगाडि सारिएका छन्। कसैले भूगोललाई दोष दिए, कसैले संस्कृतिलाई त कसैले भाग्यलाई नै। तर के साँच्चै यिनै हुन् त वास्तविक कारणहरू? त्यसो भए सबैभन्दा प्रचलित सिद्धान्तबाटै कुरा सुरु गरौँ। भूगोल। के कुनै देशको भाग्य त्यसको नक्सामा नै कोरिएको हुन्छ त? धेरै समयसम्म मानिसहरूले के विश्वास गरे भने खराब मौसम, उब्जनी नहुने जमिन वा प्राकृतिक स्रोतको कमीले नै कुनै देशलाई गरिब बनाउँछ। तर वास्तविकता हेर्दा यो तर्क पुरै सही देखिँदैन। जस्तै प्राकृतिक स्रोतले भरिपूर्ण भएर पनि कतिपय अफ्रिकी देशहरू गरिब छन्, जबकि खासै स्रोत नभएका जापान र सिङ्गापुर जस्ता देशहरू समृद्ध छन्। वास्तवमा भूगोलको सिधा असरभन्दा पनि यसको अप्रत्यक्ष भूमिका बढी महत्त्वपूर्ण देखिन्छ। यसले सयौं वर्षअघि युरोपीय उपनिवेशवादीहरूले कस्तो खालको शासन प्रणाली र नियमहरू बनाउने भन्ने कुरामा ठूलो प्रभाव पारेको थियो। त्यसो भए यदि भूगोल, संस्कृति वा ज्ञानको कमी नै मूल कारण होइन भने वास्तविक कारण चाहिँ के हो त? अर्थशास्त्री म्यानकेर ओल्सनको यो प्रश्नले हामीलाई सही दिशातर्फ लैजान्छ। उहाँको तर्क अनुसार गरिब देशहरू ज्ञान वा अवसरको कमीले गरिब भएका होइनन्, बरु उनीहरूले खेल्नुपर्ने खेलको नियम नै गलत भएर हो। यसको जवाफ लुकेको छ देशको संस्थाहरूमा। अब संस्थाहरू भनेको के हो त? सरल भाषामा भन्दा यी कुनै पनि समाजलाई चलाउने नियम, कानून र सामाजिक मान्यताहरू हुन् जसले देशको पुरै राजनीतिक र आर्थिक संरचनालाई आकार दिन्छ। र यस किताबको मुख्य तर्क नै यही हो। कुनै पनि देशको समृद्धि त्यहाँका नियमहरू धेरैभन्दा धेरै मानिसको हितमा बनेका छन् वा केही सीमित शक्तिशाली वर्गको फाइदाको लागि बनेका छन् भन्ने कुरामा निर्भर गर्छ। र यो ग्राफले त्यही कुरा एकदमै स्पष्ट रूपमा देखाउँछ। जहाँ कानूनको शासन बलियो छ, जहाँ संस्थाहरू पारदर्शी छन्, ती देशहरूमा प्रति व्यक्ति आए पनि स्वतः माथि छ। यो कुनै संयोग पक्कै होइन। ल, अब हेरौँ वास्तवमा पस्ता संस्थाहरूले चाहिँ देशलाई धनी बनाउँदा रहेछन् त। कानूनको शासन, यसको अर्थ केवल कानूनका किताबहरू हुनु मात्र होइन। यो त एउटा यस्तो प्रणाली हो जहाँ सबैजना, चाहे त्यो सामान्य नागरिक होस् वा सरकारको प्रमुख, कानूनभन्दा माथि कोही हुँदैन। र यसले नै लगानी र व्यवसायका लागि एउटा सुरक्षित र अनुमान गर्न सकिने वातावरण बनाउँछ। एउटा राम्रो उदाहरण हो सम्पत्तिको अधिकार। जब मानिसहरूलाई आफ्नो घर वा जग्गा कानुनी रूपमा सुरक्षित छ भन्ने विश्वास हुन्छ, तब उनीहरू लगानी गर्न डराउँदैनन्। त्यही सम्पत्तिलाई धितो राखेर ब्याङ्कबाट ऋण लिन सकिन्छ, जसले नयाँ नयाँ व्यवसाय र आर्थिक अवसरहरू सृजना गर्छ। यदि समाधान यति स्पष्ट छ भने गरिब देशहरूले सफल राष्ट्रका संस्थाहरूलाई किन सजिलै अपनाउन सक्दैनन् त? के कुराले रोक्छ उनीहरूलाई? यसको जवाफ पथ निर्भरता भन्ने अवधारणामा लुकेको छ। यसको सरल अर्थ के हो भने कुनै पनि देशको वर्तमान त्यसको इतिहासले बाँधिएको हुन्छ। विगतमा लिएका निर्णयहरूले आजका विकल्पहरूलाई साँघुरो बनाइदिन्छन्, जसले गर्दा सही बाटोमा फर्कन निकै गाह्रो हुन्छ। संस्थाहरूमा सुधार गर्नु कुनै प्राविधिक समस्या होइन, यो त विशुद्ध राजनीतिक लडाईँ हो। किनभने अहिलेको शोषक प्रणालीबाट फाइदा उठाइरहेको शक्तिशाली इलिट वर्गले कहिले पनि परिवर्तन चाहेको हुँदैन। कुनै पनि सुधारले उनीहरूको शक्ति र सम्पत्ति खोस्ने खतरा हुन्छ, त्यसैले उनीहरू यसको जोरदार प्रतिरोध गर्छन्। र अन्तमा हामी यो महत्त्वपूर्ण निष्कर्षमा आइपुग्छौँ, कुनै देशलाई के कुराले धनी बनाउँछ भनेर जान्नु एउटा कुरा हो, तर गरिबीलाई टिकाइराख्ने राजनीतिक शक्तिहरूलाई परास्त गर्नु सबैभन्दा ठूलो र वास्तविक चुनौती हो। त्यसैले खास प्रश्न के गर्ने भन्ने होइन, बरु यो परिवर्तनलाई कसरी सम्भव बनाउने भन्ने हो।